हेलो हेलो गाइज वेलकम टु माई भ्लग। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज हामी दमकबाट फर्किने क्रममा कानेपोखरीमा हाम्रो बाइक पम्चर भएको छ। बाइक यहाँ छ, केमिकलहरू सबै निकालेको छु। अब भाइले भनेको छ केमिकल हाल्नु मिल्दैन दाइ, अब ट्युब नै हाल्नु भनेको छ। अब हामी ट्युब हाल्न गइरहेको छौँ। अहिले तपाईलाई 5:45 बजेको छ। भाइ काम गरिरहेछन्। इसको नंबर होला है, नंबर हेरेर गरिदिनु ल। नंबर कहाँ पे लिखा था? नंबर यहाँ पर लिखा होता है ना, इसका नंबर कितना है यहाँ देखो, यहाँ पर 80 100 18 80 100 18 लिखा हुआ क्या? 80 100 18। अहिले हाम्रो गाडीको हालत त्यस्तो छ ल, हेर्नुहोस्। अब कति टाइम लाग्ने हो अझै हामीलाई यहाँनिर, फेरि हाम्रो फर्किनु पनि पर्छ। यसमा त गोटी के काटेर हालिदिनु ल भाइ।